नेपाली समाजमा ओभरहाइप्ड गरिएका दुई पात्र छन्, एउटी आमा अर्को गुरु। गुरु पूजनीय हुन्, ईश्वर पनि हुन् भनियो, तर उनीहरूलाई अझै पनि गुरुकुल युगको तलब, त्याग र अभावमा सीमित गरियो। सम्मानका शब्द जति अग्ला भए जीवनका आधार त्यति नै कमजोर बनाइए। सम्मान र नमस्कारले मात्र शिक्षकको घर चल्छ भन्ने सोच समाज र राज्य दुवैले बोके। शिक्षकको तलब, शिक्षा ऐन, बढुवा प्रणाली तलाउमा जमेको पानी झै अडिएर बसे। सभामुख महोदय, जुन देशमा शिक्षकको सम्मान हुँदैन त्यो देश खै कसरी सभ्य, चेतनशील र समृद्ध बन्ला। योग्यता, क्षमता, समर्पण सबै भरपूर हुँदाहुँदै पनि आफ्नो पेशाले सम्मानजनक जीवन नदिँदा शिक्षकहरू भित्रभित्रै अपमान, निराशा र मानसिक पीडासँग लडिरहेका छन्। समाजले शिक्षकसँग सधैँ आफूलाई चाहिने कुरा मात्रै माग्यो, तर शिक्षकलाई के चाहिन्छ भनेर कहिल्यै सोधेन। सम्माननीय सभामुख महोदय, अब शिक्षकलाई के चाहिन्छ तपाई हामी सोधौं।